तपाईँ आज यहाँ अख्तियारको गेटमा के गर्न आउनुभयो फेरि? अख्तियारको गेटमा चाहिँ आज म एउटा उजुरी दर्ता गर्न आएको छु। हजुर, यो चाहिँ बागमती प्रदेश भौतिक के अरे यातायात मन्त्रालय श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको चाहिँ तपाईँको चाहिँ यातायात व्यवस्था कार्यालय बालाजु काठमाडौँले एउटा टेन्डर खोलेको रहेछ। त्यो टेन्डरको चाहिँ विषयमा म उजुरी दर्ता गरेको छु। हजुर। यो उजुरी दर्ता गरेको उजुरीमा पढेर सुनाउन चाहन्छु। उजुरी दर्ता नै भइसक्यो? भइसक्यो। मिति उजुरी मात्रै? उजुरी दर्ता नम्बर चाहिँ C0359738 82/9/20 को दिन दर्ता भएको छ। यो उजुरी दर्ता गरेको म पढेर सुनाउँछु। मिति 2082/9/20। माननीय प्रमुख आयुक्तज्यू अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टङ्गाल काठमाडौँ विषय अनियमित तरिकाले खोलिएको टेन्डर सम्बन्धी कार्य रोकी अनुसन्धान गरिपाऊँ। महोदय, उपयुक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय बालाजु काठमाडौँले मिति 2/8/26 गते सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षाको लागि आवश्यक पर्ने लिखित तथा प्रयोगात्मक परीक्षा स्थल र सवारी साधनको प्रयोग बापतको शुल्क दस्तुर ली सेवा उपलब्ध गराउने शर्तमा सो सम्बन्धी बोलपत्र सिलबन्दी प्रस्ताव प्रकाशित गरेको देखिन्छ। तर यातायात कार्यालय बालाजुले निकालेको सो सिलबन्दी सम्बन्धी कार्य हचुवामा सेटिङमा चलखेलमा बिना अध्ययन अनुसन्धान र तयारी बिना निकालेको भन्दै बागमती प्रदेश सार्वजनिक लेखा समितिले सो सम्बन्धी सम्पूर्ण कार्य रोक्न प्रदेश सचिवलाई सम्बोधन गरी पत्रचार समेत गरेको देखिन्छ। यस्तै प्रदेश कार्यालयले प्रदेश यातायात मन्त्रालयमा सोही बेहोराको पत्रचार गरेको र बागमती प्रदेश यातायात मन्त्रीले मिति 2/9/9 गते नै यातायात कार्यालय बालाजुको नाममा पत्र काटी अर्का व्यवस्था नहुँदासम्म सो बोलपत्र सम्बन्धी सम्पूर्ण कार्य रोक्न निर्देशन दिएको देखिन्छ। तर यातायात कार्यालय बालाजुको विभागीय मन्त्रीको निर्देशनलाई समेत अवज्ञा र अवहेलना गरेर आज मिति 2082/9/20 गते बोलपत्र सूचना खोल्ने भनेर सूचना समेत प्रकाशित गरेको अवस्था छ। अत यो प्रक्रियामा कोरोनाको आर्थिक चलखेल भएको सेटिङमा सीमित 4वटा फर्मलाई मात्र बोलपत्र प्रक्रियामा सामेल गरिएको र सेटिङमा भिजन ड्राइभिङ सेन्टरलाई मात्र टेन्डर दिने अरूलाई नाम मात्रैको लागि विधि पुर्याउने मनसायले मात्र सहभागी गराएकोले तत्काल बोलपत्र सम्बन्धी सम्पूर्ण कार्य रोक्न र यो अनियमितता प्रकरणमा जोडिएका यातायात कार्यालय बालाजुका प्रमुख त्यहाँ बोलपत्र पेश गर्ने फर्म लगायतलाई आवश्यक अनुसन्धान गरी कानुन बमोजिम भ्रष्टाचार कसुरमा कारबाही गर्न माग गरी प्रस्तुत जाहे उजुरी पेश गरेको छु। उजुरीकर्ता युवराज सफल। धन्यवाद। नमस्कार।